ओम नमः शिवाय। नवरात्रिको 8औं दिनलाई महाअष्टमी भनिन्छ। यस दिन देवी दुर्गाको 8औं स्वरूप महागौरीको पूजा गरिन्छ। गौरी शब्दको अर्थ पवित्र, शुद्ध, उज्यालो र निर्मल हुन्छ। महागौरी भनेको पूर्ण रूपमा शुद्धता र दिव्यता रूपी शक्ति हो। महागौरीलाई शान्ति, धैर्य र आध्यात्मिक शुद्धताको प्रतीक मानिन्छ। महागौरीलाई शान्ति, धैर्य र आध्यात्मिक शुद्धताको प्रतीक मानिन्छ। महागौरी रूपी आराधनाले हाम्रो जीवनमा रहेका अविद्या, अज्ञानता र दोषहरूलाई धोइ पखाली चेतनालाई उज्यालोतर्फ पुर्याउँदछ। जसरी सेतो रङ सबै रङहरूको एकता हो, महागौरी पनि सम्पूर्ण शक्तिहरूको एकता र निर्मलताको स्रोत हो। ध्यानमा या साधनामा बसेर यदि हामी मनलाई निर्मल राख्यौँ भने महागौरीको कृपा प्राप्त हुन्छ। महागौरी सुन्दरताको र उज्यालोपनको प्रतीक हो। उहाँलाई गौरी भनिन्छ किनकि शुद्धता र उज्यालोपन यही नामसँग सम्बन्धित छ। तर गहिरो अर्थमा गौ भन्नाले ज्ञान, गति, उपलब्धि र मोक्ष बुझिन्छ। गौरी भनेको ती हुन् जसले हामीलाई ज्ञान दिनुहुन्छ, जीवनमा अघि बढाउनुहुन्छ, आवश्यक सबै कुरा उपलब्ध गराउनुहुन्छ र अन्ततः मोक्षतर्फ लानुहुन्छ। अन्ततः मोक्षतर्फ उन्मुख गराउनुहुन्छ। यही गौरी तत्त्व नै जीवनमा साँचो सुखको स्रोत हो, जसले मुक्तिको बाटो देखाउँदछ। यसै कारण नवरात्रिको 8औं दिन महागौरीको पूजा गर्दा आध्यात्मिक शुद्धता, ज्ञान, शान्ति र मोक्षको ऊर्जालाई आत्मसात गर्ने अवसर मानिन्छ। ओम नमः शिवाय। ओम दुर्गाय नमः।